हेलो नमस्ते साथीहरू सबैलाई। आज हजुरहरूलाई हाम्रो गाउँघरमा पाइने हरियो अनि स्वास्थ्यकर तरकारी गाभासँग भेट गराउँदैछु। आज बिहानै घरको कामसँगै बारीमा गएर यो ताजा र हरियो गाभा टिपेर ल्याए साथीहरू। आज यो कसरी बनाउँछन् र यसको फाइदाहरू के हुन् यसको बारेमा कुरा गरौँ है त। बजारमा किनेर ल्याएको सब सागसब्जीहरू भन्दा साथीहरू हप्तामा एकपटक यो गाभा खानुपर्छ हैन। यसले रगत बढाउँछ, यसले हाम्रो शरीरमा धेरै फाइदाहरू गर्छ के साथीहरू। त्यसैले यो गाउँघरमा ल्याए यो इग्नोर नगर्नु। कतै कतै भन्छन् होला साथीहरू यो सुँगुरलाई पनि खुवाउने भनेर, तर यो सुँगुरले पनि खान्छ किनभने यसको धेरै फाइदाहरू हुन्छन्, त्यही भएर सुँगुरले खुवाउँछ। कसैलाई रुचि लाग्छ कसैलाई लाग्दैन, तर यसको धेरै फाइदाहरू छन् साथीहरू। हजुरहरूले पनि खाने गर्नु होला। तपाईहरूलाई पनि यस्तै गाउँघरको सागसब्जीहरू तरकारीहरू मनपर्छ भने र गाउँघरको ब्लग मनपर्छ भने मेरो भ्लगलाई माया गरिदिनु होला साथीहरू। तपाईहरूको एउटा लाइक कमेन्ट र सपोर्टले मलाई अझ राम्रो भ्लग बनाउन साथीहरू हौसला मिल्छ। ल अब धेरै कुरा नगरौँ, आजको गाभालाई मिठो गरेर पकाएँ साथी। अर्को भ्लगमा रमाइला पलहरू लिएर भेटौँला। माया छ सबैलाई साथीहरू।